सम्झाउँदा पनि उल्टै अब अझ मलाई नै न्यु खोजिरहेको थियो त्यो बहिनीले हो। दिदी तपाईँ पनि खाएपछि एक ठाउँमा ठेगानमा बस्नुपर्छ। यति सानो बहिनीहरूले कुट्दा लाज लाग्दैन तपाईँलाई? यो बहिनीलाई अघि भनेको तिमी खाएको छैनौ, नखाने मान्छेले खाएको मान्छेलाई किन कुट्यो भनेर। हेरिराख्नु ए ल दिदी उतल छेउमा बस्नु त, म जान्छु ल, म काममा हिँडिरहेको मान्छे हो, झमेला हुन्छ। उतल्लो छेउमा बस्नु त दिदी। मैले देख्दा नै ल्याम्किल्याम हानेको यो बहिनीले त। ल अब यति भएपछि प्रब्लम सल्भ होला। हुन्छ हजुर मैले गरेको फोन। हजुर हजुर मैले गरेको। हजुर ए ल हस्। ए अघि पनि फोन गरेको रहेछ क्या गर्न त। यिनीहरू भागेको रहेछ क्या यो न कुट्न आएछ क्या, मार्नै खोजा रहेछ। हेर्नु त नक्सक लिएर आएको। त्यही भनेको कस्तो खालकोहरू के फेरि सम्झाउँदा पनि अब त्यो बहिनी त के भएको, कस्तो बोलेको त्यो, कस्तो संस्कारमा हुर्केको नानीहरू यस्तो हुन्छ यार। थट संस्कार होइन यिनीहरू अब यस्तैमा नै हुर्क्या हुन् क्या अब पहिलेदेखि नै। कस्तो खालको आमा बाउले के सिकाउँछौ के यस्तो नानीहरूलाई। थट तेरी यार, यस्तो नानीको आमा बाउ नै हुँदैन जस्तो लाग्छ मलाई। अब हेर त त्यो बहिनीलाई कति साह्रो चाहिँ कुटेको, आमामा आँखाहरू सुल्टिरहेछ, पुरै एउटा आँखा त बन्द नै भइरहेछ। तर त्यो दिदीले नै झुट बोल्यो क्या मोबाइल लुटेको भनेर चाहिँ। खै आई डोन्ट नो होइन, झुट बोलेको पनि हुनसक्छ। मातिरहेको थियो मात्न त, तर पनि त्यो होइन नि त मातेको, ऊ पो मातेको छ त होइन। त्यत्रो मान्छेको अगाडि कुट्न सक्नु भनेको कत्रो आँट हो क्या। त्यही भनेको त्यो पनि सानो बच्चाले है। न हामीले उसलाई कुट्न मिल्ने है, रोक्न मिल्ने, त्यही त नि नछुन मिल्ने क्या अब महिला मान्छेलाई हो नि। भरे हात